हेलो साथीहरु नमस्कार। आज हामी जाँदैछौँ झुलुङ्गे पुल हेर्नलाई। केराबारीमा रहेको सबभन्दा ठुलो झुलुङ्गे पुल भन्दा पनि नि यो म भन्छु मोरङ सुनसरीमा चाहिँ जति झुलुङ्गे पुलहरू छ नि सबभन्दा एक हिसाबले नेपालकै सबभन्दा ठुलो झुलुङ्गे पुल हामी जाँदैछौँ घुम्नलाई जी। हेर्नु कस्तो बाटो रहेछ, यस्तो खतरनाक अफरोड बाटो छ, ट्रेकिङ गर्दै जानुपर्छ। त्यहाँ मेरो म्याडम अगाडि सुई गइरहेछ हैन, थाहा छैन कता कता गली हो, 3-4वटा गली छ। अघि त झन्डै अर्कै गलीतिर छिरिरहेको थिएँ, अब यो नयाँ गलीबाट हुँदै गइरहेको छु। हेरौँ कहाँसम्म पुगिन्छ, यही बाटो होला सायद। यो राम्रो भ्यू छ, हेरेर हाम्रो झुलुङ्गे पुल यहाँ आइसक्यो। हेरेर झुलुङ्गे पुल आइसक्यो। कस्तो लागिरहेको कत्रो ठुलो छ, ओएमजी कत्रो ठुलो झुलुङ्गे पुल। त्यही त भनेको सबभन्दा ठुलो झुलुङ्गे पुल हो कि। लु यो बाख्राले हामीलाई बाटो देखाउँदैछ कतातिर जाने हो झुलुङ्गे पुलको। यही भन्छ, यही गल्ली गल्ली यहीबाट जानु होइन, यतैबाट हो। ल बाख्राले हामीलाई बाटो देखाउँदैछ यही बाटो जानलाई चाहिँ। वाउ बहुत खतरनाक अफरोड, गल्ली कुण्डावाला अफरोड बाटो छ। बाइक उतै छोडियो, हेलमेट लिएर चाहिँ गइरहेको छु। मेरो बुढी कहाँ छ तिमी? ल ल बिस्तारै हो। ल गाइस तपाईँहरू अब हेर्नु यहाँको झुलुङ्गे पुलको लुक्स। बिस्तारै 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 बिस्तारै। रोम रोम भाइयो रुको जरा। हेलमेट हेर्नु कति धेरै यो चिप्लो बाटो छ यो। मा अलि यहीँसम्म यो यहाँ त्यहाँ दियो, यहीँसम्म पुगाइदिएको कति राम्रो हुन्थ्यो। हेर्नु कस्तो कुदै यो झुलुङ्गे पुल आइयो। हेर्नु झुलुङ्गे पुलको लुकदेखि यो सनसेट हेर्नु के। अब हामी बुढाबुढी केराबारीमा रहेको सबभन्दा ठुलो झुलुङ्गे पुल घुमिरहेको छु होइन। चिसो पनि लागिरहेको छ, चिसो हावा लागिरहेछ। यहाँ आएर होममेड चाउमिन खाइयो। चाउमिन भिडियो बनाएन किनभने प्लास्टिकमा खाँदै थिएँ, त्यही भएर लाज लाग्यो देखाउनलाई। लगाइज यही हो झुलुङ्गे पुलमा रमाइलो गर्दै कहिले काहीँ यसो छुट्टी भएको बेला चाहिँ बुढाबुढी बाहिर निस्किनुपर्छ घुम्नलाई, नत्र फेरि तपाईँहरू बिहे गर्नुभएको छैन भने थाहा हुँदैन, बिहे गर्नु थाहा भइहाल्छ। जे पाइ त्यही भन्दैछ, केही छैन गाइस, यस्तै हो जिन्दगी, रमाइलो गर्नुपर्छ घुम्नुपर्छ। ल झुलुङ्गे पुलको नजारा हेर्नु कस्तो राम्रो देखिरहेछ। वाउ अनि खोलाहरू कत्रो ठुलो खोला छ, खोलामा ढुङ्गै ढुङ्गा छ, पानी त छैन ढुङ्गै ढुङ्गा छ। क्या बबाल सिन छ। ल अब यहाँ घुमियो, अब लाग्यो रुमतिर। आजको लागि यति नै। सबैजना सन्चै हुनुहुन्छ होला आशा गर्छु, सबैजना सन्चै बस्नु होला, मस्त बस्नु होला। धेरै चिसो छ, ताजा कुरा खाएर बस्नु होला। यति भन्दै म आफ्नो 2 शब्द यही टुङ्गाउन चाहन्छु। धन्यवाद। अनि अर्को कुरा चाहिँ है, युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला, मन परे कमेन्ट पनि गरिदिनु, कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। हस् ल बाई बाई भनिदेऊ। बाई बाई। सबैजनाले शुभ दिन रहोस्।